अवतार कति छन्? असंख्य छन्, अनन्त छन्। साडी बनेर आउनुभयो। संसारका कुनै पनि मजहबमा, कुनै पनि रिलिजनमा यस्तो भगवानको अवधारणा छैन जो साडी पनि बनोस्, अर्काको पेटभित्र गएर रक्षा पनि गरोस्, छोरो पनि बनिदियोस्, बाउ पनि बनिदियोस्, कहिले गोपीहरूको साथी पनि बनिदियोस्। परमेश्वरको स्वरूप कस्तो भन्ने विषयमा चाहे बाइबल पढौँ, चाहे कुरान पढौँ, चाहे तोरा तालमुद पढौँ, चाहे सिखहरूको गुरु ग्रन्थ साहेब पढौँ, चाहे जैनहरूको आगम पढौँ, परमात्मा निराकारका रूपमा सबैले व्याख्या गरेका छन्। तर हाम्रो वैदिक सनातन धर्मावलम्बीहरू त्यो निराकार ब्रह्म पनि साकार बन्न सक्छ भन्ने अवधारणामा विश्वास गर्छौं। यही हो अवतारको रहस्य। परमात्मा निराकार छ, परमात्माको नाम पनि छैन, रूप पनि छैन, तर संसारका हरेक रूप परमात्माका हुन्, संसारका हरेक नाम पनि परमात्माका हुन्, संसारका सबै वस्तु परमात्माका अवतार हुन्। स्वयं साडी बनेर भगवान आउनुभयो द्रौपदीको रक्षाका लागि। आज उनको बुहारीको पेटभित्र जानुभयो। यसरी त भगवान त त्यो पेटभित्र रहेको बच्चाको कान्छो भाइ हुनुभयो, पछि पेटमा प्रवेश गरेका हुनाले। र भगवानले त्यो बच्चालाई बचाउनुभयो। बचाइसकेपछि सम्पूर्ण प्रसन्न भए, सम्पूर्णले भगवानलाई वन्दना गरे र त्यो बच्चा पछि जन्मिएर उत्तराधिकारीका रूपमा स्थापित भयो। त्यो बच्चाको नाम पछि के राखियो? परीक्षित। परीक्षितको कथा सुनाउनका लागि यो सबै भूमिकाहरू यहाँ वर्णन गरिएको छ। उसलाई परीक्षित किन भनियो अरे थाहा छ आमा बुवाहरू? परितः भनेको चारैतिर ईक्षते, हेर्छ अरे। किन हेर्छ? मैले जन्ममै एउटा त्यस्तो विलक्षण पुरुषलाई देखेको थिएँ जसले मलाई आइलागेको विपत्तिलाई बचाएको थियो। त्यो त्यति सुन्दर पुरुष मैले संसारभरि कहीँ पनि देखिनँ। कोही मान्छे देखिरहँदाखेरि पनि कतै त्यही व्यक्ति त आएन, अथवा त्यो व्यक्तिको निवास कहाँ छ होला, त्यो व्यक्तिलाई कहाँ देख्न पाउँछु होला भनेर संसारभरि चारैतिर खोजिरहन्छ अरे। त्यसैले परितः ईक्षते इति परीक्षित अथवा पर्यैक्षत इति परीक्षितः, हलन्त अजन्त दुवै प्रयोग पाइन्छ। त्यसैले त्यस्ता परीक्षित भागवतका प्रथम श्रोता हुन्। शुकदेवबाट त्यो कसरी सम्भव भयो भन्ने प्रसंग अगाडि हामी सुन्नेछौँ। परीक्षितको कथा त हामी अगाडि सुन्ने नै छौँ। अब यहाँ प्रसंग के छ सुनौँ। भगवानलाई जसले प्रेम गर्छ उनीहरूको जिम्मेवारी भगवानले लिनुहुन्छ भन्ने कुराको यो उदाहरण हो एउटा। अर्को कुरा, परीक्षित राजा जसले भागवत श्रवण गरे 7 दिनसम्म ती सामान्य व्यक्ति होइनन् है। तिनकी हजुरआमालाई हेर न द्रौपदी, तिनकी बुढी हजुरआमालाई हेर न कुन्ती, तिनको खानदानमा भीष्म छन् भक्त, युधिष्ठिर भक्त, अर्जुन पनि भगवानका परम भक्त। यस्ता भक्तहरूको कुलमा जन्मिएको व्यक्ति पनि चाहे जस्तो सुकै अवस्थामा जहाँ जहाँ भट्कियोस् त्यसको अकल्याण हुँदैन भन्ने कुराको संकेत हो यो। अब यसपछि कुन्तीले सबै कुरा देख्नु भएको थियो। कुन्ती को हुनुहुन्छ? जति पनि 5 पाण्डव छन् उनीहरूकी आमा। कुन्तीले भगवानको यो करुणामय दृश्य देखेर जुन भाव यहाँ प्रकट गर्नु भएको छ, अत्यन्तै प्रिय छ यो भाव। हामी कुन्ती स्तुतिमा प्रवेश गर्दैछौँ। कुन्ती स्तुति भागवतको अत्यन्त दिव्य स्तुति हो। भगवानलाई भक्तहरूले थुप्रै तरिकाले स्तुति गरेका छन्, तीमध्ये कुन्ती स्तुति पनि एउटा हो। यो स्तुतिको बारेमा पनि म तपाईहरुलाई प्रवेश गराउँछु। आउनुहोस्, त्योभन्दा पहिले एउटा सानो भगवानको भजन गरौँ। श्री कृष्ण गोविंद हरे मुरारे, हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारे, हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारे,
सबैले भनौं, सबैले प्रेमले भगवानको नाम गाउँ। श्री कृष्ण गोविन्द हरे मुरारे हरे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव। 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 यस बीचमा यस कार्यक्रम का प्रधान संरक्षक एवं संरक्षक आदरणीय स्वामीजीहरूको आगमन भइसकेको छ। सबै आफ्नो ठाउँबाट उठ्नु होला। सबैजना आफ्नो ठाउँबाट उठेर स्वामीजीहरूको सम्मानमा एकपटक जोरदार करताल ध्वनिले सम्मान गरौँ। सबैले करताल ध्वनि बजाउँ। सबैले ताली बजाउँदै भगवानको नाम संकीर्तन गर्दै स्वामीजीहरूको स्वागत गरौँ। सद्गुरुदेव भगवानको, आनन्द कंद भगवानको, राष्ट्र संत स्वामी परमानंद सरस्वती महाराज को। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव। 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 श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव। सबैले भनौँ, हे नाथ नारायण वासुदेव। हे नाथ नारायण वासुदेव। हे नाथ नारायण वासुदेव। हे नाथ नारायण हाथ माथि लगेर हे नाथ नारायण वासुदेव। 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 नाथ नारायण वासुदेव। हे 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 नाथ
पूज्य गुरुदेव राष्ट्रसन्त स्वामी परमानन्द सरस्वती जी महाराज का प्रिय शिष्यहरू जसले माला लिएर भगवानको संकीर्तन मात्रै गरिदिए पनि पुग्दथ्यो, जसले भगवानको पूजा अर्चना मात्रै गरिदिएर प्रवचनहरू मात्रै गरिदिए मात्रै पनि पुग्दथ्यो। हामी कृतज्ञ हुन्थ्यौँ त्यतिमै, तर आफू यत्तिकै बसेर हुन्न, यो समाजका निमित्त हामीले केही न केही दिएर जानुपर्छ भनेर मलाई लाग्छ। नेपालको शिक्षा मन्त्रालयले त्यति सोचेन होला जति हाम्रा स्वामी महाराजहरूले नेपालको शिक्षा, यी भेगहरूको शिक्षा सुधार्नका निमित्त गर्नुभएको कर्म जति। आज यस्ता दिग्गज गुरुहरूको आगमन भएको छ। 1008 स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजलाई म यो कार्यक्रममा धेरै धेरै स्वागत गर्दै स्वामीजीलाई आसन ग्रहण गराइसक्नु भएको छ। गुरु पूजनको काम पनि यहाँ भएको छ। सँगै 1008 स्वामी विवेकानन्द सरस्वतीजी महाराज जो यहाँका कुना कन्दराहरूमा संस्कार, संस्कृति, धर्म, संस्कार सिकाउनका निमित्त अनेक दुःख र कष्ट पार गर्दै पटक पटक हामीले देखिरहन्छौँ, भेटिरहन्छौँ यस्ता दिग्गज गुरु जसले यो ठाउँमा हराउँदै गरेको संस्कार, मेटिँदै गरेको संस्कृति, हाम्रो परम्परा र धर्म बचाउनका निमित्त अनवरत कर्म गरिरहनु भएको छ, अहोरात्र कर्म गरिरहनु भएको छ। अनेक अभावका बीचमा पनि यो ठाउँमा संस्कार र संस्कृति स्थापना गर्नका निमित्त लागिरहनु भएको छ। यस्ता सतसत नमन गर्नुपर्ने यस्ता पूज्य गुरुदेवहरूको सम्मानका लागि एकचोटि सबैले करतल ध्वनिले स्वागत गरिदिनु हुनका लागि म हार्दिक र विनम्र आग्रह गर्दछु। यहाँ बजाएको ताली परमानन्दसम्म सुनिनुपर्छ। गुरुदेवले